मनी लिएर गाडी आउँछ सरी सबलाई कारबाही हुन्छ ल एकलाई छोड्छु अरे कहना क्या चाहते हो मनी गाडी होइन सरी मैले त छोरीले जित्या भए गाडी लिने मन थियो केबी खनाल भनेको राष्ट्रको पिता भन्नुपर्ने छोरीले जिते भए गाडी लिउ सोच्थ्यो अब सोचमै रह्यो एक्सन छोरीले एकछिन है एकछिन भनौँ न छोरीले जिते भए चाहिँ गाडी लिउ सोच्थ्यो सोचमै रह्यो छोरीले जिते भए चाहिँ गाडीमा आउँथ्यो भन्न खोजे ल एक्सन ल तपाईहरु त रेलगाडीमा आउनु पर्यो एक्सन छोरीले जित्या भए त गाडी लिएरै आउने सोच थियो फेरि बेचामीलाई साथीहरु उही क्या यो स्कुटरको अनुहार परेको रेल हो क्या ठुक्नेहरु ठुक्छन् चढ्नेहरु चढ्छन् ठीक हो गुरु कि यस्तो छ यसको हालत न चढ्नलाई गतिलो रेल छ न चाहिँ गतिलो जिन छ ठीक हो गुरु कुरो सही हो है कि के हो साथी हो के हो एकछिन त पक्नु न औषधि खान दिनु न दिमागको कि के हो गुरु जहिले लिइहाल्ने मोबाइलको कुरा नगर्नुहोस् मान्छेको चित्त दुखाउन पाइन्छ 5000 celebrities later अब के हुन्छ गिरा मन्दिरज्यू अब एकलाई कारबाही गर्छु म पके अब के हुन्छ गिरा मन्दिर अब एक घरमा बुढीले डुबाउने या मलाई पत्रकारले डुबाउने घरमा फिल्म इतना सन्नाटा क्यों है भाई तपाईलाई हामी जस्तो जेनजी पत्रकार साथीहरूले नि गोली खाएर पनि जिताउँछ मलाई पत्रकारले डुबाउने के थियो त्यसपछि सुरुमै भनौँ सबको कुरा सुन्छु ल है ल असम्भव म यहीँ बस्छु यहीँ सुत्छु यहीँ सबको कुरा सुन्छु यहीँ बस्छु ल माथि हेरिराख्यो एक्सन ल एक्सन हेलो दाइ कहाँ हो 2 घण्टा भयो त न मासु भात छ मान्छे छैन त 1 2 3 ल एक्सन जय जय नेपाल आन्दोलन होला जस्तो the next morning अब के हुन्छ गिरा मन्दिरज्यू अब एकलाई कारबाही गर्छु म पके अब के हुन्छ गिरा मन्दिर अब एक आयो निन्जा हातुट आयो निन्जा हातुट आयो निन्जा हातुट आयो निन्जा हातुट पारीबाट को आयो निन्जा हातुट सुन्दैछ कानमा लयो फोन उठायो गुड मर्निङ गरे नेताजी है डरायो पुलिस गयो झ्यापझुप गयो समात्यो उठायो सिन सुरु भइसक्यो होला ल एक्सन भ्रष्टाचारीलाई आम माफी दे सरकार हाम्रो कुरा सुन एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से ल हिँड्दै केपी बा नाम के हो यामलाल मेरो देश विदेशीलाई लाने भयो के होला अब मेरो देश झिक्कै माया सबलाई
सागर की तूफानों को भी हमने बस में किया है। ल एक्सन ल अब सुरु गरौँ है त माननीय ल पुरै नै हल्ला नि ल हाम्रो बडीको आन्दोलन देशैभरबाट करिब 3 करोड जनता ल 10 मिनेट यो माइक अलरेडी छ होइन त मसँग ल मिनेट भन्नु पर्दैन ल ल मेरो लागि समय छुट्याइयोस् ल क्यामेरा रोल एन्ड एक्सन हजुर लाग्यो हैन हो 10 मिनेट भए पनि समय छुट्याइयोस् सभामुख महोदय 10 मिनेट भए पनि के रे ओके 10 मिनेट भए पनि समय छुट्याइयोस् सभामुख महोदय एक्सन ल सभामुख महोदय रक्सी जस्तो ठीक नाचेबाट त टेन्सन छ न केही छ घर पनि अहिले होइन कि जान सकिँदैन एउटा टाइट सर्ट पनि दिउँ कि क्या परे ल जाउँ सुरु साइलेन्स कुलमान त चाहिने रहेछ है तँसँग स्क्रिप्ट छैन त्यहाँ कहाँ छ यहाँ छ टाइट साइड हान्नु त पर्दैन होला है ए ल ल माननीयज्यू तपाईँको समय सकिएको छ कृपया तपाईँको यो गनाउने मुख बार बार नचलाउनु त धेरै बस्नु यहाँ हुनुहुन्न नि धेरै नजिक यति सुदनजी यहाँ हुनुहुन्न सुदनजी यहाँ हुनुहुन्न म भन्छु ल एक्सन त्यो डीजे को बाहिर निकाले यार सुदनलाई सुदनजी ल जाउँ एक्सन सुदनजी यहाँ हुनुहुन्न नि तर ती भ्रष्टाचारीहरूलाई हामी छोड्ने छैनौँ कस्तो सर तपाईँको रिपोर्ट त एकदमै नर्मल रहेछ खोइ केही पनि भएको छैन त केही टेन्सन लिनु पर्दैन त्यस्तो सब ठिक छ त्यस्तो गरेर होइन मलाई यही सेटल गराइदियो मलाई त्यो बाहिर परिसर धाउनु छैन भ्रष्टाचारीहरूलाई एक एक तलाउँछौँ एक एक तलाउँछौँ ल एक्सन विदेशी दलाल विदेशी दलाल विदेशी दलाल ओइ छोरीहरु बस हुँदैन त भ्रष्टाचारी कहाँ भाग्छस् हामी समाउँछौँ उहाँलाई त ब्लड इन्फेक्सन रहेछ फेरि सोध्दा त ब्लड इन्फेक्सन रहेछ बिबी पनि भ्रष्टाचारीहरूलाई एक एक तलाउँछौँ एक एक तलाउँछौँ एक एक कारबाही गर्छु सबलाई छोड्दिनँ म पानी मुनि गए पनि छोड्दिनँ ल अब एक दुईजना मान्छेहरूलाई एक दुईजना ठुला माछाहरूलाई समातेर मात्रै तपाईँहरूलाई खुसी दिन्छु खुसीको खबर दिन्छु अनि मात्रै देश रे हे गाइज थ्याङ्क यू सो मच फर वाचिङ हाम्रो बिटिएस तपाईँलाई बिटिएस कस्तो लाग्यो अबदेखि बिटिएस पनि रेगुलर आउँछ कमेन्ट हान्नु सेयर हान्नु र रियल भिडियोको मैले लिङ्क यहीँनिर राखिदिएको छु गएर रियल भिडियो हेरिहाल्नु ल बाई बाई